नमस्कार, म गणेश मल्ल कोसे गाउँपालिका वडा नम्बर 5 डेमेदेखि म आज यति सुन्दर झरनाको बारेमा केही व्यक्तिहरूसँग मिठा मिठा संवाद पनि गर्न चाहन्छु र एउटा वक्ता हुनुहुन्छ उहाँसँग केही परिचय लिँदै यो झरनाको बारेमा सोधपुछ पनि गर्न चाहनेछु। हजुरको शुभ नाम? नमस्ते, म चाहिँ गोविन्द मल्ल। मेरो घर चाहिँ यहीँ कुसे गाउँपालिका वडा नम्बर 5 टिमे। हजुर यो आफ्नै स्थानीय तहको मान्छे पनि हुँदो रहेछ, यो झरनाको बारेमा के भन्न चाहनुहुन्छ हजुरले? झरना चाहिँ मलाई पनि अति सुन्दर लाग्यो। हजुर। अनि यसमा अब अलिकति चाहिँ हाम्रो यो बाटो हाम्रो त्यति अब अलिकति बाटोको चाहिँ समस्या रहेछ। मैले चाहिँ के भन्न चाहेँ भने चाहिँ हाम्रो यो जुन स्थानीय सरकार यताउता छ नि, जति पनि सरकारहरू हुन्छ नि, तिनीहरू चाहिँ अलिकति अब यताउता गएर बाटो आउने अब हुन्छ नि हेर्ने, मान्छे दर्शकहरू पनि यदि आउने बाटो पनि राम्रो भइदिएको भए जस्तो लाग्थ्यो है। तर झरना चाहिँ अति सुन्दर लाग्यो मलाई। अब यदि कोही इच्छुक व्यक्ति हुनुहुन्छ भने आउन सक्नुहुन्छ, तर बाटो चाहिँ अलिकति त्यति राम्रो छैन होइन। बाटो चाहिँ हाम्रो अब कसैले केही सहयोग गर्न सकेको भए अब हाम्रो सरकार, स्थानीय सरकार, सङ्घीय सरकार अब लगायत सम्पूर्ण केही ठुलो ठुलो व्यक्तिहरूले पनि यसो अब बाटो बनाइदिएको भए राम्रै हुन्थ्यो जस्तो लाग्छ मलाई पनि। अनि यो झरना यो 12 महिना यस्तै हुन्छ कि केही समयको लागि मात्रै हो? यो चाहिँ हाम्रो यो म्याक्सिमम अहिले 3-4 महिना चाहिँ अब यो बर्खाको टाइममा भनौँ न, बर्खाको टाइममा चाहिँ छ। अब ठुलो नै चाहिँ देख्न सक्नुहुन्छ होइन। हाम्रो यो चैत वैशाखमा चाहिँ के छ भने चाहिँ अलिकति पानीको समस्याले गर्दाखेरि त्यतिखेर चाहिँ हाम्रो अब अलिकति पानीको कारणले गर्दाखेरि त्यति राम्रो देखिँदैन। अब अहिले भनेको हामीले म्याक्सिमम 4 महिना चाहिँ हामीले दामी तरिकाले हेर्न सक्छौँ।